तिमी एससी को परीक्षा पास गरिसकेपछि एउटा सी तिम्रो हातमा आएको छ, त्यसलाई भनिन्छ सर्टिफिकेट। तर एउटा विद्यार्थीलाई सर्टिफिकेट मात्रै होइन विद्यार्थी भाइ बहिनीहरू, कन्फिडेन्स चाहिन्छ जिन्दगीमा केही बन्नको लागि, केही गर्नको लागि। हेलो गाइस, कन्फिडेन्स चाहिन्छ। आज तिमी आफ्नो जीवनमा उद्देश्य म केही बन्छु, म केही नम्बर मैले यति ल्याउँछु भनेर आज पनि सोच, भोलि पनि सोच, पर्सि पनि सोच, सोच्दै पढ, सोच्दै खाऊ, सोच्दै कपडा लगाऊ, सोच्दै स्कुल आऊ। 4 दिन 5 दिनपछि तिम्रो मस्तिष्कमा तिम्रो उद्देश्य, तिमीले सोचेको नम्बर सेट हुन्छ विद्यार्थी, सेट हुन्छ। अनि यो मस्तिष्कले बल्ल काम गर्न सुरु गर्छ तिम्रो उद्देश्य। होइन भने आज जस्तो तिमीले सोचिरहेका छौ यतिकै सोचेर यतिकै हाँसेर म यति ल्याउने हो यो हुँदैन विद्यार्थी भाइ बहिनीहरू। खाँदाखेरि, सुत्दाखेरि, उठ्दाखेरि, स्कुल आउँदाखेरि, हिँड्दाखेरि, पढ्न बस्दाखेरि तिम्रो मस्तिष्कमा त उद्देश्य आइरहनुपर्छ। म 4 जिपी त ल्याउने हो, म 3.9 त 3.8 त 3.5 त 3.6 त 3.2 त ल्याउने हो। उद्देश्य सोच्यौ, मस्तिष्कमा बारम्बार गरायो भने नि तिम्रो मस्तिष्कले यो उद्देश्यलाई एक्सेप्ट गर्छ विद्यार्थी भाइ बहिनीहरू, र यसले काम गर्न सुरु गर्छ। त्यसपछि छोड्यौ, तिमीले केही कामै गर्न पर्दैन, सब मस्तिष्कले गर्न सुरु गर्छ त्यसपछि।